Hello guys, welcome back. New vlog and second day. र आज म जाँदैछु कुलागाउँ मामाले घर र जाँदैछु बाटो यहाँ बिर्सेर कता कता हो। हामी लामो यात्रापछि आइसक्यौँ मामाले घर। बुवाहरू यता बस्नुहुन्छ। बजार यहाँ एकदमै राम्रो विकसित भइसकेको छ पहिलेको भन्दा पनि। बुवाहरूको घर यता मजाको बनेर यहाँ हाम्रो घरमा चाहिँ सक्नु आएछ दामीहरू। आज पोका पर्सिने दिन, आज चाहिँ दिवालीको दिन। त्यहाँ नुहाएर रेडी भइसकेको छु जाडोले। यहाँ भनेको चाहिँ अगाडि त्यहाँ दामीहरूले के गर्नु हुँदै त्यहाँबाट यहाँ एकछिन बसेको छौँ, हेर्न सक्नुहुन्छ यति धेरै। र यता हामी दिवाली गर्ने ठाउँमा आइसकेको छौँ। दिवाली गर्ने ठाउँमा चाहिँ चोली बोकेर र धामी र अब चाहिँ दिवाली सकिन आँटेको छ। पानी परेर धेरै बिजोग पनि बनायो जिउ।